नमस्ते, म नवीन पज्य। आज तपाईँहरू सामु कुष्माकर तिमल सिन्हाका भागहरू लिएर आइरहेको छु र अघिल्लो अङ्कहरूमा तपाईँहरूले तिमल सिन्हा ठहर कसरी रह्यो भन्ने कुरा जानकारी पाउनु भएको छ भनेदेखि कुष्माकर तिमल सिन्हाले कसरी शक्ति हासिल गरे भन्ने कुरा पनि जानकारी पाउनु भएको छ भने यस अङ्कमा के गर्न सक्थे कुष्माकरले, थार्पामा के भेटे कुष्माकरले, उनको घर कहाँ थियो, कसरी सफल किसान बने कुष्माकर, यी सबै कथा आजको श्रृङ्खलामा पाउनुहुनेछ। कृपया अन्तिमसम्म रहनु हुँदै तपाईँलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनुहुन म पढ्छेर अनुरोध गर्दछु। दोस्रो भागमा हामीलाई थाहा भइसकेको छ कि घर फर्कने क्रममा भङ्गेरीको चौतारोसँगैको खेतमा आफूले ल्याएको ठेकी र सो ठेकीको माथि किताब छोडेका रहेछन्। त्यो किताबले कुष्माकरलाई ज्ञान र मन्त्र दुवै हासिल भई भूत प्रेत मसान चलाउन सक्ने भएछन्। अब अघि बढौँ, यो आजको कथामा अब अघि बढौँ। यही कुष्माकरका सन्तान दरसन्तान दामोदर तिमल सिन्हा आफ्ना जुजुबाजेका कथा यसरी थाल्नुहुन्छ। उक्त किताब पाएपछि कुष्माकर जुजुबालाई सो किताब पढ्न थाल्नु भएपछि तन्त्र मन्त्र साधना समेत प्राप्त भएछ र सो किताब चाहिँ महादेवले दिएको हो भन्न पनि भ्याउनुभयो। एकपटक कुष्माकर घुम्दै धारपा लेकमा पुगेछन्। त्यहाँका मान्छेहरूले वस्तुभाव धेरै पालेकाले होला सायद ती वस्तुभावका गोबर मल भने त्यसै पाखामा फालेको देखेर कुष्माकर मन्त्र साधनामा निपुण भए तापनि गाई गोठालो र कृषक पृष्ठभूमिका नै थिए। यसरी फालेका मल आफ्नो खेतबारीमा भएको भए हाम्रो बाली नालीमा कति राम्रो हुन्थ्यो भन्ने सोच आएछ। यसरी समयको कति पनि खेर नफाली मन्त्र साधना गरेर थार्पाको लेकको मल उडाएर पारिपट्टि, ठ्याक्कै त्यसको पारिपट्टि चाहिँ तपाईँको यो साउबेसी भन्ने छ, त्यही साउबेसीमा चाहिँ ल्याएछन्। नफाली मन्त्र साधना गरेर थार्पाको लेकको मल उडाएर पारिपट्टिको आफ्नो गाउँ साउबेसीको फाँटमा उभिरहेछन् रे। यसरी ल्याएको मल बाली नालीमा लगाउन पाउँदा त्यस बेला साउबेसीको अन्नपात धान मकै गहुँ गेडागुडी मास मस्याङ बोडी भटमास तेलहन तोरी आलु पिँडालु प्याज बाली राम्रो फलेछ। यहाँको जस्तो कमाई वा राम्रो बाली अन्त कहीँ पनि भएनछ। त्यस बेला गरेको उत्पादनको गौरव गर्न भ्याउनुहुन्छ आजका हाम्रा पिता बाजे पुर्खाका हाम्रा दामोदर बा। अब यी सबै किस्सा हाम्रो दामोदर तिमल सिन्हाकै मुखबाट सुन्ने कोसिस पनि गर्नेछौँ र यी कथाहरू तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रियाहरू पक्कै पनि दिनुहुनेछ भन्ने आशा र भरोसा राख्दै म यो किस्सा दामोदर बा र अनिश तिवारीहरूसँग सुनाउने कोसिस गर्दै म पनि बिदा हुन चाहन्छु। हस्त जय नेपाल। अनि त्यो किताब ल्याएर पढ्नु भएको छ कुष्माकर बाजेले है जिजुले। अनि त्यो किताब पढ्दाखेरि अब हरेक अब त्यो शिवजीको चाहिँ अब तन्त्र मन्त्रहरू उहाँले चाहिँ दिएको रहेछ, शिवजीले दिएको रहेछ महादेवले। अनि हेर त्यो पढेपछि अब हरेक गर्न सक्नुभयो विभिन्न हिसाब। अनि ऊ त्यो धारपाको लेखको मल एक दिन घुम्दै घुम्दै त्यो धारपा लेखमा पुग्नु भएको छ अरे। त्यहाँ गोठ पालेका मल त त्यसै पाखा फालेको रहेछ। ओहो अब यो मल खेतमा भइदिया भए कति काम दिन्थ्यो भन्ने सोच गरेर अनि हेर त्यो मल त उडाएर यहाँ यो सामिसी फाँटमा यहाँ ल्याएर ओर्याउनु भएको छ। अनि त्यो यो साउबेसी चाहिँ कसरी नाम बसेको त तपाईँलाई बिचमा पक्कै वर्को भरे है, यो साउबेसी चाहिँ कसरी नाम बसेको तपाईँलाई केही थाहा छ? त्यो अब साउबेसीको नाम चाहिँ अलि याद भएन। ल ठिकै छ, अब तपाईँको त्यही उसबाटै ल्याउनुहोस् न। हुन्छ हुन्छ भन्नुहोस्। अब अरू तपाईँ त्यो जुन अब ल्यायो के भएको छ भन्नुहोस् न। हजुर अनि एउटा त्यही मल ल्याएर यहाँ चाहिँ अब चाहिँ हालेर चाहिँ कमाइ लाउँदाखेरि कमाइ पनि चौपट्टै फल्यो अरे।
यो बेसीको जस्तो चाहिँ राम्रो कमाइ त्यति बेला अन्त काहीँ पनि भएन त्यस्तो ठाउँ यो ल मनिष बधाई है ल नेपालमा स्वागत मनिष होइन नि तपाईँले चिन्नु भएन मलाई भाइ हो नि मनिष नमस्ते दाइ पाहुना हाम्रो छिमेकी पाहुना